यदि तपाईँले सोच्नु भएको छ कि बिहे कोसँग गर्ने, कस्तोसँग गर्ने भने जस्ट सोच्नुहोस्। के तपाईँ जिन्दगीभरि पछुताउन चाहनुहुन्छ या सही व्यक्तिलाई चिनेर आफ्नो भाग्य बदल्न चाहनुहुन्छ? आज हामी बताउँदैछौँ ती 5 क्वालिटिज जो यदि कुनै केटीमा देख्नुहुन्छ भने केही नसोचेर तुरुन्तै बिहे गर्नुहोस्। र अन्तिम क्वालिटी त यति रेयर छ कि त्यस्तो क्वालिटी कसैमा पाउनुहुन्छ भने बिहे होइन सिधै मन्दिर लैजानुहोस्। नम्बर 1, जो तपाईँको खराब समयमा तपाईँको साथ खडा हुन्। जिन्दगी एक रोलर कोस्टर हो, हरेक दिन राम्रो हुँदैन। तर यदि कुनै केटी तपाईँको सबैभन्दा अप्ठ्यारा दिनहरूमा पनि तपाईँको साथ मुस्कुराइरहेको छिन् भने सम्झिनुहोस् उनी सिर्फ तपाईँको खुसीको मात्रै होइन दुःखको पनि साथी हुन्। अब सोच्नुहोस्, जो केटी तपाईँको अवस्था देखेर भाग्दिनन् बरु थाम्छिन् कि उनलाई गुमाउन समझदारी होला? नम्बर 2, जसले तपाईँलाई राम्रो व्यक्ति बन्नमा मद्दत गर्छिन्। के तपाईँले कहिले सोच्नु भएको छ तपाईँ आज जो हुनुहुन्छ त्यो भन्दा पनि राम्रो बन्न सक्नुहुन्छ? यदि कुनै केटी तपाईँलाई इन्स्पायर गर्छिन्, तपाईँको ग्रोथमा इन्भेस्ट गर्दछिन्,